धेरैजना त्यही बेला हार मान्छन् जब सफलता उनीहरूलाई पाउनै लागेको हुन्छ। जित्ने फिनिश लाइन नजिकै आइपुगेको हुन्छ र त्यही बेला उनीहरू प्रयास गर्न छोड्छन्। उनीहरू प्रतियोगिताको मैदानबाट अन्तिम मिनेटमा हट्छन्। जित्ने मानिसहरू र अन्तिमसम्म लड्ने मानिस अरू ग्रहका होइनन्, उनीहरू यहीँ हाम्रो वरिपरिकै हुन्छन्। जित्नेहरूले कुनै फरक काम गर्दैनन्, तर उनीहरूले हरेक काम फरक तरिकाले गर्दछन्। उनीहरूलाई थाहा हुन्छ कि जब सुरु गर्छन् र जब मन बनाउँछन् तब पछि हट्ने कुराले कुनै अर्थ राख्दैन। सक्सेसफुल बन्नुको खास मतलब हो तपाईको जे असली उद्देश्य छ त्यसलाई हासिल गर्नु। मनबाट मेहनत गर्नुपर्छ, आफ्नो 100% को पनि 100% दिनुपर्छ। अनि 100% दिनका लागि तपाईले एक स्टेप पूरा गर्नै पर्छ। जहाँ अहिले तपाईँ उभिनु भएको छ त्यहीबाट काम सुरु गर्नुहोस्। जुन काम तपाईलाई सम्भव लाग्छ, हो यार म यो गर्न सक्छु भनी सोचेको काम गर्नुहोस्। यति गर्दै जाँदा तपाईँ त्यो लिमिटसम्म पुग्नुहुन्छ जहाँ तपाईमा असम्भवलाई सम्भव बनाउने पावर आउँछ। अनि यति आत्मविश्वास आउँछ कि हो यार म यो गर्न सक्छु, म त्यो पनि गर्न सक्छु, र यो नै जित्ने आधार हो। तपाईँ आफू अगाडि बढ्ने बाजी कुनै हालतमा हार्नु हुँदैन। जो सफल बन्न चाहन्छ उसलाई सधैँ काम गर्न मन लाग्छ र उसलाई रोक्ने कुनै त्यस्तो कुरा हुँदैन। उसले गल्ती गर्छ, सिक्छ र फेरि काम गर्छ, कहिल्यै मैदान छोडेर भाग्दैन। सबैमा जित्ने इच्छा त हुन्छ, तर जित्नको लागि तयारी र मेहनत गर्ने इच्छा कमैलाई हुन्छ। तपाईँ जित्ने लाइनसम्म पुग्नु छ भने हरेक सङ्घर्ष र बाधा पार गर्नुपर्छ। हिँड्न सिक्नु छ भने पहिले उभिन जान्नुपर्छ, हिँड्न जान्नुपर्छ अनि दौडन जान्नुपर्छ। सधैँ आफूलाई यति सकारात्मक ढङ्गले हेर्नुपर्छ कि तपाईको मन मेहनत गर्नबाट कहिल्यै पछि नहटोस्। किनभने यदि तपाईँ हार मान्नुभयो भने त्यो हार नै हो, तर यदि जित ठान्नुभयो भने त्यो जित हो। र यदि मनले सोच्यो कि म त सक्दिनँ, म कसरी यति ठुलो परीक्षामा फाइट गर्ने, म कसरी यति स्मार्ट मानिसहरूमध्ये फर्स्ट आउँ, तब आफैले आफूलाई असफलताको बाटोमा लानुहुन्छ। रेसमा दौडनु अघि नै बाहिर निस्किसकेको हुनुहुनेछ। जति ठुलो प्रतिस्पर्धा भए पनि जित्न र हार्न सबैभन्दा पहिले आफ्नो सोचमा निर्भर गर्छ। त्यसैले सबैभन्दा पहिले आफ्नो सोच त्यस्तो बनाउनुस् जसले सफल हुनका लागि आत्मविश्वास दिन्छ। सबभन्दा पहिले असफलताको डर आफ्नो मनबाट निकाल्दिनुहोस्। सफल हुने 10वटा सिडीमध्ये सायद 8वटा सिडी हार र असफलताको हुन सक्छन्, तर ती त सिडी मात्र हुन्, अन्तिम गन्तव्य होइनन्। जब सफलताका अन्तिम सिडीमा पुग्नुहुन्छ त्यति बेला यही सफलताले वर्षौंको असफलताको मूल्य तिर्नेछ। तपाईलाई केवल सफलता नै सम्झनामा आउनेछ। जब तपाईको जिन्दगीले तपाईलाई हिर्काउनेछ त्यसको बदला तपाईँ पनि जिन्दगीलाई हिर्काउनुहोस्। चुनौतीलाई स्वीकार गर्नुहोस्। तपाईँ खस्न सक्नुहुन्छ, त्यो तपाईको हार होइन। तपाईको हार त्यो हो कि खसेपछि पनि तपाईँ उठ्नुहुन्न, रोकिएपछि फेरि सुरु गरिरहेको छैन। त्यसैले आफैलाई उठाउनुहोस्। आफ्नो मनलाई यस्तो मजबुत बनाउनुस् कि जीवनमा जे जस्तो ठक्कर खाए पनि तपाईलाई अगाडि बढ्नबाट रोक्न सक्दैन, किनभने यही ठक्करहरूले तपाईको आत्मविश्वासको परीक्षा लिन्छन्। यदि तपाईँ यो परीक्षा पास गर्नुभयो भने जुनसुकै मुस्किल काम पनि पूरा गर्न सक्नुहुनेछ। 99% मानिसहरू यही रोकिन्छन् जब उनीहरूले 1-2 पटक असफलताको सामना गर्छन्। थोरै सङ्घर्ष बढी हुन्छ, थोरै समय बढी लाग्छ। समय सधैँ परिवर्तन हुन्छ। तपाईँ कहिल्यै रोकिनु हुँदैन। सधैँ आफूलाई बाचा गर्नुहोस् कि जबसम्म सङ्घर्ष छोड्ने छैन। सफलता चाहियो भने असफलता त पक्कै आउँछ, तर हाम्रो लक्ष्य जित हो। जितको असली मजा तब मात्र आउँछ जब तपाईले धेरै पटक हारलाई डटेर सामना गर्नुहुन्छ। आफ्नो हारलाई चुनौती दिएर भन्नुहोस्, सोच्नुहोस् कति पटक मलाई हराउन सक्छस्, किनभने हारले तपाईलाई तपाईको कमजोरीसँग सामना गराउँछ र सुधार्ने मौका दिन्छ। मनोबल अझ बलियो बन्छ अनि त्यो मनोबलले निरन्तर सङ्घर्ष गर्न तयार बनाउँछ। चाहे बाटोमा जति नै ठूलो समस्या किन नआओस्, म जित्नै पर्छ भन्ने सोचलाई बचाएर राख्नुहोस्। मनमा जितको दृढ इच्छा भएमा हरेक समस्या समाधान गर्ने शक्ति आउँछ। तब गाह्रो काम पनि गाह्रो लाग्दैन र सङ्घर्ष गर्ने हिम्मत बढ्छ। त्यसैले आफ्नो लक्ष्यलाई ध्यानमा राखेर मेहनतका साथ अगाडि बढ्ने सङ्कल्प राख्नुभयो भने एक दिन तपाईँ सफल हुनु नै हुनेछ। हरेक कदममा आफैलाई प्रेरित राख्नुहोस्, मोटिभेटेड रहनुहोस्, आफ्नो लक्ष्यलाई मजबुत बनाउनुहोस्। तपाईँ जित्न सक्नुहुन्छ। सोचे जस्तै सबै कुरा गर्न सक्नुहुन्छ। जित्ने यात्रा सधैँ विश्वासबाटै सुरु हुन्छ। विश्वासको शक्तिले मात्र कुनै पनि कठिनाइसँग जुझ्न सकिन्छ भन्ने हेक्का राख्नुहोस्। जबसम्म आफैमा विश्वास राख्नुहुन्न तबसँग सपना अधुरा रहनेछन् र लक्ष्य टाढा लाग्नेछ।
हरेक चुनौतीलाई नयाँ तरिकाले सोच्न, नयाँ तरिकाले समाधान खोज्न र चुनौतीलाई अवसरहरूमा बदल्ने प्रयास गर्नुहोस्। सङ्घर्षको समयमा आफ्ना लक्ष्यलाई बेवास्ता वा नजरअन्दाज नगर्नुहोस्, किनभने जित जब निकै नजिक हुन्छ तब सबैभन्दा बढी सङ्कल्प र दृढता चाहिन्छ। डटेर बस्न सक्नुपर्छ। जित्ने यात्रा हरेक व्यक्तिको लागि फरक हुन्छ। कसैलाई कम सङ्घर्ष गर्नुपर्छ, कसैलाई धेरै। तर जो अन्तिमसम्म लड्छ उसको मात्र जित पक्का हुन्छ। त्यसैले तपाईलाई चाहिन्छ विश्वास र मेहनत। आजैदेखि आफ्नो भित्री जितको आगो बाल्नुहोस् र आफ्नो जितको यात्रा सुरु गर्नुहोस्। हरेक पाइला यात्रा हो। हरेक मोडमा हामीले आफूलाई उभ्याउनुपर्छ। कहिलेकाहीँ लाग्छ यार सबै कुरा हराउँदैछ, सबै कुरा पछाडि छोडिँदैछ, कसैले साथ दिँदैन। तर त्यही कठिन समयले हामीलाई सिकाउँछ कि जित्नु साँच्चै कति ठुलो अनुभव हो, कति धेरै मेहनत चाहिन्छ र कति धैर्य राख्नुपर्छ। जिन्दगीको असली परीक्षा त तब हुन्छ जब सबै कुरा उल्टोपल्टो हुन्छ, जब चारैतिर अँध्यारो देखिन्छ। तर त्यो अँध्यारोमा पनि एउटा सानो उज्यालो हुन्छ जुन तपाईँको दृढ सङ्कल्प, मेहनत र भित्री विश्वासबाट आउँछ र त्यही उज्यालोबाट तपाईँ अगाडि बढ्न सुरु गर्नुहुन्छ। आफूमा विश्वास हुनु नै तपाईलाई आफ्नो लक्ष्यको आधी नजिक पुर्याउँछ। आफूलाई तयार गर्नुपर्छ कि जे भए पनि, जतिसुकै मेहनत र सङ्घर्ष गर्न किन नपरोस्, म यसलाई बीचमा छोड्ने छैन। आफ्नो लागि देखेको सपनालाई पूरा गर्ने एकमात्र उपाय भनेको आफूमा विश्वास राख्नु र लगातार मेहनत गर्नु हो। बाटोका हन्डर, ठक्कर र समस्याहरूसँग डराएर नरोकिनुहोस्, हिम्मत नहार्नुहोस्, किनभने ठूला सपना पूरा गर्न ठूलो मेहनत पनि चाहिन्छ। आउने भोलि तिनैको हुन्छ जसले आफ्ना सपना र तिनलाई पूरा गर्ने विश्वास गर्छन्। साथीहरू, जित्ने यात्रा एउटा सङ्कल्पबाट सुरु हुन्छ। जब हामी आफ्ना नयाँ सपना सुरु गर्छौं र त्यसलाई पूरा गर्ने ठान्छौं, तब हाम्रो आधा जित भइसकेको हुन्छ। पहिलो र सबैभन्दा ठूलो जित भनेको आफैलाई जित्नु हो र हार नमान्ने मात्रै सफल हुन्छन्। आफ्ना सपनाहरूको पछाडि दौडदै, कठिनाइहरू पार गर्दै, हरेक परिस्थितिसँग लड्दै जित्नु नै तपाईको मुख्य उद्देश्य हुनुपर्छ। तपाईँ जति मेहनत गर्नुहुन्छ, सफलता पनि त्यति नै छिटो नजिक आउँछ। आजैदेखि आफ्ना सपनालाई पक्रिटा दिनुहोस्, जसले आजैबाट उडान भर्न सुरु गरोस्। हरेक मुस्किललाई नयाँ मौका सम्झनुहोस् र हार नमान्ने मन बनाएर अगाडि बढ्नुहोस्, किनभने जित्नेहरू सधैँ डटेर सामना बढ्छन्, आफूमा विश्वास राख्छन् र धेरै मेहनत गर्छन् र आखिरमा जित्छन्। याद गर्नुहोस्, जित्ने तपाईँ नै हो, जित तपाईलाई कुरिरहेको छ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट गरिदिनुहोस् है।